हेलो साथीहरू, के छ? आरामै हुनुहुन्छ? साथी आज मलाई लोकेसनले गर्नुसम्म गरिया छ होइन। कता लग्या हो, के गरिया हो, कता हिँडेको थाहा छैन। लोकेसनले यता लाँदैछ, म यतै जाँदैछु। कहाँ जाने बाटो हो केही पनि थाहा छैन। खेतबारी लगिसक्यो, कता लगेको हो पनि यस्तो छ। सुरुमा रोड देखाइरहेको थियो, अहिले यस्तो गल्ली देखायो। गल्लीदेखि यहाँ पुर्यायो। अब यहाँबाट कता लाने हो थाहा छैन। यो लोकेसनको पनि खासै भर नपरौँ मलाई साथीहरू हो। कता लग अब हामी कहाँ हिँडेको नि थाहा भएन। अब भयो कसो हो। अब यो खेतबारी लगेपछि कता लगेको यो हत्तिन्न हो। हेर्नु साथीहरू, यो कता यस्तो छ, खेतै मात्रै छ। अब भयो, यहाँबाट उता निस्केर जाउँ कि यहाँबाट होइन, अलिक उतादेखि चाहिँ घर त त्यो हो कि उता लगेर चाहिँ घर चाहिँ उता जाँदा के हुनु चाहिँ। अब खेतबारी हिँडेर हो। यो लोकेसन भन्ने चिज खासै ठिक होइन नि। भयो कता जाने यही हो। यहाँ रहेछ, ठिक छ। कहाँ आइपुग्यो भन्दा यहाँ तल पो आइपुग्यो। पर होइन घर पर होइन। खेतबारी हिँड्ने हो। तोरीबारीमा आइपुग्यो साथीहरू। तोरीबारीमा म कस्तो बोकेर तोरीबारीमा आइयो कि आम्मामा। अब यहाँदेखि फेरि रोड रहेछ साथीहरू, यस्तै रहेछ। अब यो रोड ल यहाँ रोड आइपुग्यो। अब यो रोड पनि कहाँ बाँधिने कहाँबाट टुङ्गिने पनि थाहा छैन। ल ठिक छ। फाइनली हामी लोकेसनमा आइपुग्यो क्या हो। ऊ परेको घर जस्तो लाग्यो। ल ठिक छ। बाटो सबै डढेको। अब हामी फेरि खेतबाट खेत जानेलाई भएछ भनेपछि माछी पोखरी उता माछा पोखरी फेवाताल छ यहाँ। फेवाताल जिल्लाको फेवाताल पलटिङमा आइपुग्यो फेरि हो। पलटिङबाट होइन अझ उता आलिपुर खुट्टा मर्केको मान्छेलाई कति हिँडाउने हो। फाइनली गएछ। अब यस्तो आयो। अब रोड यहाँबाट टुङ्गिँदैछ फेरि। अब हामी यहाँबाट फेरि यता जानुपर्ने लोकेसन देखायो है। अब आज रमाइलो होला जस्तो छ। खुट्टा मर्केको मान्छेको खुट्टा झन् मर्किने परो। लोकेसनले कहाँ देखाउँछ। यहाँबाट खेत जानु अरे। ऊ त्यहाँ छ घर चाहिँ होइन। अब यहाँबाट कहाँबाट हामीलाई चाहिँ कहाँबाट यो घुम्दै हो। घर पनि देखिँदैन। तोरीबारी राम्रो मकै पनि रोपेको छ। मकै यत्रो फाइनली गाइस अब हामी आइपुग्यो। भिडियो यति नै हो, लामो भयो।